भिडियो अलिक परबाट खिच्दिन अनि कि पहिले यहाँ पहिला नमस्कार गरेर आफ्नो नाम भनिदिनु त म त के नाम मनोज गोर्खाली घर कता पर्यो हजुरको बागलुङ कति वर्ष पुग्नु भयो 24 वर्ष बिहा गर्नु आएन अब बिहा गर्नु कि नै कोही केटी मन परेछ कि नै पढ्नुहुन्छ हजुर कतिमा पढ्नुहुन्छ कतिमा कतिमा पढ्नुहुन्छ 1मा पढ्नुहुन्छ गर्लफ्रेन्ड बनाउनु भयो राम्रै हुनुहुन्छ तपाईँ गर्लफ्रेन्ड नाम के हो त किन लजाउनु भयो र ल भनिदिनुहोस् तपाईँ आज कहाँ आउनु भएको भनिदिनुहोस् त एलिना हो गर्लफ्रेन्डको नाम एलिना हो मलाई थाहा छ सुटिङ गर्न आउनु भएको छ कुन गीतको गीतको नाम के हो चिरी चट्टा परेर गीत गाउन आउँछ खै गाउनु त थोरै कसको युट्युब च्यानलबाट आउँछ भनिदिनु त उहाँको आउँछ एकचोटि नाच्दिनु त है ल गीत गाउँदै एउटा गीतमा नाच्ने म गीत गाउँछु तपाईँ नाच्ने अलि पर गरेर गीत अलि परबाट ल है ल तपाईँले स्टेजमा नाच्ने गरेको गीत है म गाउँछु तपाईँ नाच्ने है त हाय सारा मालेवा चारे भुरुरु उडेर बिउ खायो ए अरूलाई के हुन्छ कुन्नी मेरो त मायाले जिउ खायो बरै मेरो त मायाले जिउ खायो अर्को कुन गीतमा अब तपाईँ नाच्ने अर्को कुन गीत छ ए म नेपाली बाबु अलि यता फर्केर नाच्नु गाइदिन्छ त अब मलाई आउँदैन नेपाली बाबु गाउन आफैले गाउनु त्यही त होला त मैले जानेको मात्रै गाउँछु है कालो टोपी भात गाउँले मेरो शिरमा ढल्केको एक जोडी खुकुरी हेर तलल टल्केको छाती भित्र मेरो हिमाल झलल झल्केको म हो नेपाली बाबु मेड इन नेपाल म हो नेपाली बाबु मेड इन नेपाल म हो नेपाली बाबु मेड इन नेपाल नेपाल टोपी झारेछ